हामी चाहिँ अहिले स्ट्याचु अफ लिबर्टीको लागि चाहिँ रेडीमा छौँ। अब स्ट्याचु अफ लिबर्टी चाहिँ एलिस आइल्यान्डमा छ। सुनिलले जुम गरेर आएको छ होइन, त्यहीँनिर हो स्ट्याचु अफ लिबर्टी। क्रोस समाइरहेको सानो स्ट्याचु, अहिले पछि म्यासिभ छ त्यो। यो साइड चाहिँ यो न्यू जर्सीको यो डाउन न्यू जर्सी भन्ने त्यहाँ टन्न भयो। यताबाट दायाँपट्टि हामी फेरि अलिक देखिरहेको छ हाम्रो फेरि अमेरिकन फ्ल्याग। न्युयोर्क म्यानहट्टन त्यो माथि वर्ल्ड ट्रेड सेन्टर भयो बिल्डिङहरू। कुन चाहिँ हो वर्ल्ड ट्रेड सेन्टर यतापट्टि चुच्चो भएको बिल्डिङ कि त्यो पोइन्टी छ नि यताबाट हो, त्यसलाई जुम गर्दा वान वर्ल्ड ट्रेड सेन्टर नै त्यही हो। 9/11 पछि त्यो दुईवटा बिल्डिङ ढलेपछि बनाएको नयाँ बिल्डिङ त्यही हो। त्यसपछि यता अरू बिल्डिङहरू सबै थाहा छैन। बेसिकली त्यहाँसम्म गएर तल गएपछि भिडियो डिस्क्राइब गर्ने मान्छे चाहिँ म चाहिँ प्रकाश आचार्य। म 18 वर्षपछि भेट भएको दाइ, धेरै 18 मिनट पछि भेट भएको जस्तो फिल भएको छ। ल थ्याङ्क यू।